हेलो साथीहरू, सन्चै हुन्छ? नमस्ते सबैजनालाई। अनि आज चाहिँ म कडी बनाउन लाग्छु। हाम्रो यहाँ इन्डियामा मतलब कडी धेरै राम्रो मान्नुहुन्छ है घरमा है। आफ्नै घरमा दिउँदो छ अनि दही जम्न पाउँछ, मही भइहाल्छ। त्यही भएर धेरै एक्स्ट्रा ज्यादा भएको बेला अनि हप्तामा एक दुईचोटि के हाम्रो मतलब कडी चाहिँ घरमा बन्छ अनिवार्य है। मैले यो कडाईमा तेल हालेको थिएँ अनि आगोमा बनाउन लाग्छु आज। अनि यो कडाई यहाँ तेल तातिसक्यो। अनि यो चाहिँ मैले धनियाँ र जिरा हालेँ है त। अनि मैले खुर्सानी हालेँ है त, पड्किन्छ है खुर्सानी। अनि मैले यो अदुवा अनि लसुन अनि मेथी दानाको पेस्ट है त। अनि मैले हालेँ बेसार है त, अलिकति बेसारलाई पाक्न दिने। अस्तिकै साथीहरू मैले नि अनि पकौडीको बनाएको थिएँ कडी। आज म सोचेँ के हालौँ भन्ने सोचिरहेको थिएँ। सिम्पल भन्दा त मैले सोचेँ केही न केही हालेर बनाउँछु अरे। आज मैले सोयाबिन हाल्न लाग्छु है त, अलिकति सोयाबिन हालेर अनि बनाउन लाग्छु है त। कस्तो हुन्छ है, मेरो पनि पहिलोचोटि है यो। अनि मैले यसमै भोरिदिन्छु यसलाई, सोयाबिनलाई भोरिदिन्छु। यसरी पोलिराख्ने, यसरी उबलिन्छ त्यसमा यसरी चलाइराख्ने है त। ल है साथी, मेरो कडीलाई उब्लिन लागिसक्यो। अनि यो कडीको पात चाहिँ मैले हाल्न लाग्छु है माथिदेखि। 2-4 कडीको पात हालेँ। ल है साथीहरू, एउटा कुरा सोध्नु मन लाग्यो, कसलाई थाहा थियो कडीको अनि असारेको पातलाई कडी पत्ता भन्छन् भनेर? ल मलाई कमेन्ट गरेर भन्नुहोस् त। मलाई पनि थाहा थिएन भाइ पहिला। छिटो कमेन्ट गरेर भन्नु है मलाई। ल है साथी, मेरो कडीलाई उब्लिन लागिसक्यो। अनि यो कडीको पात चाहिँ मैले हाल्न लाग्छु है माथिदेखि। 2-4 कडीको पात हालेँ। ल है साथीहरू, एउटा कुरा सोध्नु मन लाग्यो, कसलाई थाहा थियो कडीको अनि असारेको पातलाई कडी पत्ता भन्छन् भनेर? ल मलाई कमेन्ट गरेर भन्नुहोस् त। मलाई पनि थाहा थिएन भाइ पहिला। छिटो कमेन्ट गरेर भन्नु है मलाई। हेर्नुहोस् त साथीहरू, कस्तो भक्का भग उम्ले मेरो कडी त। खै दादी देखाओ तो त्यो नीचे ऊपर उठा के, कड़ी हमारे कैसी हुई है। या रातो खुर्सानी चट्ट लाएर परिपुटेर माथि तरिरहेको त। लङ खाने अब हामीले भातसँग है त साथीहरू। बाफ्रो केही देखेन। हेर्नुहोस् है साथीहरू, अब मेरो कडी क्लियर देखेन होला।